वचन आज पनि हामीसँग बोल्नुहुन्छ। हेर्दाखेरि बहु पुस्तक हो, तर यहाँभित्र जीवित वचन छ हामी सबैको लागि। भन्नुहोस् आमीन। हाम्रो लागि, हाम्रो सन्तानको लागि, आउने पुस्तक लागि वचन बोल्नुहुन्छ। हामीले बोलेको कुरा हेरफेर हुन्छ, तर परमेश्वरको वचन चाहिँ हेरफेर हुँदैन। कसले तिमीलाई मोहनी लायो? पावल दुखी हुनुभएको छ। यहाँका छोराछोरी कहाँदेखि कहाँ हुनुपर्ने, तर अहिले पनि यिनीहरूलाई संसारिक कुराको मोहनी लागिरहेको छ। देख्नु भएको छ, 4-5 वर्ष मण्डली आउँछ, फेरि ब्याकस्लाइड हुन्छ। राम्रो कमाइ छ, तर मण्डलीमा दिने कुरामा 5, 10, 15 रुपियाँ दिइरहेको हुन्छ। मजाले कमाउँछ, दशम त परै जाओस्। तपाईँलाई थाहा छ एउटा कुरो, दिनु पनि आराधना हो। मान्नुहुन्छ कि मान्नुहुन्न? गाउनु पनि आराधना हो भने दिनु पनि आराधना हो। वचनमा जिउनु पनि आराधना हो। संगतिमा आउनु पनि आराधना हो। वचन सुन्नु पनि आराधना हो। बाइबल पढ्नु पनि आराधना हो। कसले तिमीहरूलाई मोहनी लायो? एकअर्कालाई सोध्नुहोस् न, कसले तिमीलाई मोहनी लायो? मोहनी जस्तो उदाहरणमा ल, बुवाले मलाई मोहनी लाउनु भयो। के लाउनु भयो? मोहनी लाउँछ नि। मोहनी गर्छ भनेको यसले जे भन्छ म त्यही मान्छु भनेको। परमेश्वरले भनेको मान्दिनँ, म चाहिँ उहाँले भनेको मान्छु। अनि उहाँले भन्छ सङ्गति नजा, हुन्छ तपाईँले मोहनी लाउनु भएको, म सङ्गति जान। दशम भेटी नदे, हुन्छ म दिन्न, तपाईँले मोहनी लाउनु भएको। घरले सङ्गति नजा, हुन्छ म घरले सङ्गति जान्दिनँ, किनभने तपाईँले मोहनी लाउनु भएको। बाइबल नपढ, हुन्छ किनभने तपाईँले मोहनी लाउनु भएको, म बाइबल पढ्दिनँ। प्रार्थना नगर, हुन्छ म प्रार्थना गर्दिनँ, किनभने तपाईँले मोहनी लाउनु भएको। तपाईँले मोहनी लाउनु भएको कि छ नि, मोहनी लाग्ला है गाउँलेको बोलीले, होइन? त्यही भइरहेको छ अहिले।